धन्यवाद उद्घोषकज्यू, मलाई यहाँ आएर मेरो 2-4 शब्द राखिन दिनुभएकोमा। यस सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, यहाँ उपस्थित हुन मेरा साथीभाइहरू सबैमा शुभ बिहानी। अब अस्ति मेरो बारेमा हल्का थाहा पाइ आउनुभयो होइन। भन्नुपर्दा अहिले देशका युवाहरू सबैजनाको लक्ष्य भनेको विदेश जाने हुन्छ। सबैको नभनौँ, धेरैको म्याक्सिमम विदेश जाने हुन्छ युवाहरूको होइन। तर म चाहिँ अहिले विदेशबाट फर्केर यहाँ नेपालमा आएको छु। सबैलाई अचम्म लाग्छ होला किन आयो, मान्छेहरू गइरहेको छन् होइन, दिनौदिन हजारौँ गइरहेका छन्। तर म चाहिँ फर्केर आएँ। अब यहाँ बस्दाखेरि त्यस्तो लाग्छ, तर जब हामी विदेशमा पुग्छौँ है, विदेशमा पुगेपछि अलिअलि कमाइन थाल्छ, त्यहाँको परिवेशमा घुल्न थाल्छ, अनि कस्तो फिल हुन्छ भने कहिले चाहिँ आफ्नो देश जाउँ, यही पैसा मैले मेरो देशमा गएर कमाउन सक्यो भने योभन्दा बढी मलाई रेस्पेक्ट मिल्छ, योभन्दा बढी मेरो सन्तुष्ट हुन्छ। विदेशमा पैसा चाहिँ हुँदैछ तर सन्तुष्टि चाहिँ हुँदैन रहेछ। त्यो चाहिँ मैले विदेश गएर फिल गरेँ। यहाँ आउँदासम्म मलाई कहिले पनि फिल भएको थिएन नेपालमा हुँदा। तर जब म विदेशमा गएँ, आफ्नो देश, आफ्नो ठाउँ, आफ्नो भाषा भनेको के हो त्यो ममा फिल भयो। मैले सुरुमै जाँदाखेरि पनि एउटा सोच चाहिँ बनाएर गएको थिएँ कि जब म पैसा अलिअलि कमाउँछु, देशमा फर्केर केही गर्न सक्छु, म सधैँभरि यो देशमा बस्दिनँ। त्यही भएर म 9 वर्ष काम गरेँ जापानमा रहेर। अझै म 1-2 वर्ष बसेको भए त्यहीँको म कार पनि पाउन सक्थेँ। त्यही पनि म अब चाहिँ इनफ, अब चाहिँ भयो, म फर्किन्छु भनेर केही गर्नको लागि यहाँ आएको छु। मेरो सपना भनेको चाहिँ अब यहाँ बसेर केही गर्नु छ, देशको लागि, आफ्नो परिवारको लागि, समाजको लागि। त्यसको लागि म आफैमा अनुसन्धान, रिसर्च गर्दैछु के यहाँको। भर्खर त नेपाल आएको छु, यहाँको बिजनेस बुझ्दैछु, वातावरण बुझ्दैछु, मान्छे बुझ्दैछु। त्यसको लागि चाहिँ मलाई अब आफूमा पनि कन्फिडेन्स होइन, ममा अलिक ल्याक अफ कन्फिडेन्स छ। मान्छेहरूसँग बोल्नको लागि, बोल्दाखेरि हिचकिचा हुन्छ। त्यसकै लागि चाहिँ म आफैमा काम गर्दैछु। त्यही सिलसिलामा मैले खोज्दाखेरि चाहिँ मैले यो संस्थालाई भेटेँ। यो संस्थामा आएर म आफ्नो डर हटाएर आफ्नो मनको कुरा ढुक्क राख्न सक्ने हुन्छु भन्ने आश लिएको छु। मेरो उद्देश्य चाहिँ त्यही हो। आशा छ म त्यो उद्देश्यमा एक दिन पुग्न सक्नेछु। मलाई यो 2-4 शब्द राख्न दिनुभएकोमा उद्घोषकलाई धेरै धेरै धन्यवाद। सबै साथीभाइहरूले मेरो कुरा राम्रो सुनिदिनुमा धेरै धेरै धन्यवाद।